नमस्ते तपाईहरु सबैलाई मेरो भिडियोमा स्वागत छ। मेरो च्यानलमा स्वागत छ। मैले सिकेको केही कुराहरू तपाईहरुमा शेयर गर्न जाँदैछु। भिडियो एडिटिङ के हो त? भिडियो एडिटिङ कसरी गरिन्छ भन्ने बारेमा आफूले जानेका सिकेका कुराहरू तपाईहरुलाई शेयर गर्दै आजको यो बेसिक लेभलको भिडियो एडिटिङ बारे तपाईहरुलाई सानो केही कुराहरू शेयर गर्न जाँदैछु। प्रोफेसनल भिडियो एडिटिङ विभिन्न यो म्युजिक भिडियो एडभर्टाइजहरु जति पनि प्रोफेसनल भिडियो एडिटिङहरु छ तिनीहरु प्राय जसो एडोब प्रिमियर प्रोबाट नै गरिन्छ। त्यसकारण एडोब प्रिमियर प्रो सिक्न जरुरी छ। अब हामी इन्टरफेसमा नै जाउँ। अब पहिले एडोब प्रिमियर प्रो ओपन गरौँ। ओपन हुँदैछ, थोरै समय लाग्छ। यो एडोब प्रिमियर प्रो को इन्टरफेस यस्तो हुन्छ। यो भनेको यो पार्ट भनेको चाहिँ हामीले एडिटिङ गर्नुपर्ने भिडियोहरु फोटोहरु ल्याउने पार्ट हो र यसभन्दा माथिको चाहिँ सोर्स मोनिटरको पार्ट हो जहाँबाट भिडियोको क्लिपहरु लिएर यहाँ लिएर हामीले एडिटिङ गर्न सक्छौं। र यताको पार्ट भनेको चाहिँ यहाँ एडिटिङ हुँदै गरेको भ्यू देखाउने यो पार्ट हो र मेन पार्ट भनेको चाहिँ यो हो जहाँ हामी एडिटिङको काम गर्छौं। र यो पार्ट चाहिँ एडिटिङ टुल, यिनीहरुलाई एडिटिङ टुल भनिन्छ। यो भनेको सिलेक्सन टुल हो जो चाहिँ एडिटिङमा धेरै जस्तो प्रयोग हुने सिलेक्सन टुल नै हो। अनि अर्को ट्र्याक सिलेक्सन सिलेक्ट फरवर्ड टुल, रिपल एडिट टुल, रेजर टुल भनेको चाहिँ यो प्राय धेरै प्रयोग हुन्छ एडिटिङमा, भिडियो काट्ने काम गर्छ। स्लिप टुल, पेन टुल, ह्यान्ड टुल, टाइप टुल पनि धेरै जस्तो प्रयोग हुन्छ। प्राय जसो यति मध्येमा धेरै जस्तो प्राय प्रयोग हुने भनेको सिलेक्सन टुल, रेजर टुल, टाइप टुल। र आज हामी पहिलो दिन भएकोले हामी थोरै सिक्ने छौं आज। सर्वप्रथम हामीले एडिट गर्नको लागि भिडियो अथवा फोटोहरु ल्याउनु पर्ने हुन्छ। त्यसको लागि चाहिँ हामीले दुई तरिकाबाट ल्याउन सक्छौं यो भिडियो फोटोहरु। यहाँबाट पनि ल्याउन सक्छौं र फाइलबाट पनि लिएर आउन सक्छौं। फाइलबाट चाहिँ फाइलमा जाने अनि इम्पोर्टमा जाने, इम्पोर्टमा गएर आफूले कुन फोल्डरमा राखेको छ भिडियोहरु त्यहाँबाट क्लिक गरेर लिएर आउन सक्छौं। र अर्को भनेको यहाँबाट इम्पोर्ट मिडिया टु स्टार्टमा डबल क्लिक गरेर पनि लिएर आउन सक्छौं। मैले चाहिँ अब डेस्कटप र मल्टी क्यामेरा फाइल भनेर एउटा फोल्डर बनाएर त्यहाँ भिडियो राखेको थिएँ दुईटा, त्यसैलाई लिएर आउँछु। अब एक एकवटा गरेर पनि लिएर आउन सकिन्छ र दुईटालाई एकैचोटी सिलेक्ट गरेर लिएर आउन पनि सकिन्छ। त्यसरी अब यसलाई चाहिँ यो हामीले एडिटिङ गर्नुपर्ने भिडियोहरु हो, हामीले लिएर आइसक्यौं र यसलाई एडिटिङ गर्ने पार्ट यो हो, एडिटिङ गर्ने क्षेत्र एरिया यो हो र हामीले यो भिडियोहरुलाई चाहिँ यही
यहाँ लिएर आउनुपर्ने हुन्छ। हामीले तानेर ड्र्याग गरेर टक्क यसरी यहाँ लिएर छोड्ने। अब यहाँ आयो अब यो V1 V2 V3 यो लेखेको चाहिँ भिडियोको भाग हो। V1 V2 V3 भनेको चाहिँ भिडियोको पार्ट हो। यहाँदेखि माथि भिडियोको पार्टहरू यसरी भिडियो बस्ने भागहरू हो। र यहाँदेखि तल चाहिँ अडियो 1 अडियो 2 अडियो 3 A1 A2 A3 छ। यो चाहिँ अडियोको पार्ट हो। अडियो बस्ने भागहरू भनौँ, पार्टहरू। यो चाहिँ बिचको पार्ट हो। यो लाइन भनेको बिचको लाइन हो, अडियो र भिडियोको बिचको लाइन। अनि हामीले कुनै पनि क्लिप्सहरू ल्यायो भने यसरी बस्छ, माथि भिडियो बस्छ र तल अडियो बस्छ। यसरी हामीले भिडियोहरू लिएर आउन सक्छौँ र हामीले यहाँ अब प्ले गरेर बजाउँदै एडिटिङ गर्न सक्छौँ। पैसाको हजुर। ल आज हामी पहिलो दिन भएको कारणले आज हामी यति मात्र सिक्छौँ, बाँकी भोलि सिक्नेछौँ। आजलाई यति नै। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनुहोला। यस्तै भिडियोहरू लिएर आउनेछु। च्यानललाई सब्सक्राइब, सेयर, लाइक, कमेन्ट गरिदिनु होला। भोलि फेरि अर्को भागमा भेट हुनेछ। तबसम्मको लागि धन्यवाद।